नमस्ते नमस्कार शुभ बिहानी। ल आयो दिदी बहिनी, आयो दाजुभाइ, दसैँ नि आयो, तिहार नि आयो। शुभकामना सबैलाई। एकदम आज हाम्रो संयुक्त नमस्ते गुल्मी सगरमाथा टुर एन्ड ट्राभल्स साथै कालीगण्डकी टुर एन्ड ट्राभल्सको बस एकदम छुट्ने समय भएको छ। एकदम नेपाल जानेको भिडभाड बढ्दो क्रममा छ। हजुरहरू पनि नेपाल जान चाहनुहुन्छ भने एकदम फटाफट टिकट बुक गर्नु होला। दसैँमा घर नजानी त को नै हुनुहुन्छ र, प्राय जानु नै हुन्छ। र विशेष गरेर हाम्रो यो नेपालको हुलदङ्गाले गर्दाखेरि चाहिँ अलिकति जान हाम्रो दाजुभाइ दिदीबहिनीहरू डराइरहनु भएको थियो र त्यस्तो केही पनि छैन। हुलदङ्गाको बारेमा पनि अहिले एकदम साम्य भइसकेको छ हैन। जे हुन्छ राम्राको लागि हुन्छ। जसरी हामीले रवि दाई हाई हाई भनेर एकदम मूल नाराका साथ देश विदेश हरेक ठाउँबाट कतिले रवि दाईको चित्र छातीमा बनाएर पनि रवि दाईको हाई हाई गरिरहेका थियौँ, जय जयकार गरिरहेका थियौँ। साँच्चै नै आज रवि दाई र बालेन शाह एकदम हाम्रो देशको निम्ति खडा हुनुभएको छ है। कसैले पनि एकदम नेपालमा के छ भनेर हिचकिचाउनु नपर्ने अवस्था छ यति बेला। र एकदम हाम्रो बस छुटेको छ पोइन्टबाट है। ल हेर्नुहोस् भिडभाड जाने आउने यात्रीहरूको एकदम बढ्दो क्रम छ यति बेला। हजुरहरू पनि एकदम नेपाल जान चाहनुहुन्छ भने फटाफट टिकट बुक गर्नु होला। सम्पर्क नम्बर म दिनेछु हजुरलाई। पानीका बोतल फ्यामिलीहरू धेरै हुनुहुन्छ दसैँको बेलामा हैन। लेडिजहरूको लागि चाहिँ विशेष गरेर हाम्रो बसमा सुविधा के छ भने लेडिज र बिरामीहरूको लागि चाहिँ एकदम सुविधा भएको छ। र साथै हाम्रो लेडिजहरूलाई एकदम पहिलो प्राथमिकता, त्यसपछि अशक्त बिरामीहरूलाई र बुढापाकाहरूलाई हैन एकदम उमेर हेरेर, फ्यामिली हेरेर र बिमारी हेरेर चाहिँ हामीले बसमा यात्रा गराउने गरेका छौँ। र साथै आइएमईको सुविधा पनि यहाँ छ है। हाम्रो यहाँ देवकेशी सर हुनुहुन्छ, उहाँले नेपाल पैसा पठाइदिनुहुन्छ तपाईँहरूलाई हैन। नेपालमा गएर नेपाली पैसा चाहियो हैन, कसरी पठाउने भनेर पनि हिचकिचाउनु पर्दैन। र एकदम सुविधा छ धेरै कुराको हैन, सुविधाजनक। र अर्को कुरा के छ भने आज तपाईँ यहाँबाट बस्नुभयो भने चाहिँ भोलि साँझ 5 बजे चाहिँ सुनौली पुग्नुहुन्छ। कतिलाई हुन्छ साँझमा गएर भित्र परिन्छ बिचमा भनेर भन्नुहुन्छ नि, साँझमा पनि एकदम तपाईँहरू घर जान सक्नुहुन्छ। तपाईँको लास्ट 7 बजेसम्म चाहिँ हाम्रो सुनौलीबाट बुटोलसम्म पुग्छ बस।